दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ। यति बेला चाहिँ हामी हिटौँ उपमहानगरपालिका वडा नम्बर 9 स्थित सिमेन्ट रोडमा आएका छौँ र यहाँ एउटा सर्प आयो। एकदमै डर लाग्यो भनेर खबर गर्नु भएपछि एउटा टेलरमा सर्प समात्नका लागि आइपुगेका हौँ। टोक्न त टोकिहाल्छ नि, सर्पको नेचरै टोक्छ। माइल्डी भेनमस स्नेक हो है यो। तक्षक नाग भन्छ है यसलाई, शीतलमा राख नि। यसलाई तक्षक नाग भन्छ होइन। अर्नेट फ्लाइङ स्नेक हो यो। उडुवा सर्प पनि भन्छ है। यो माइल्डी भेनमस स्नेक हो र माइल्डी भेनमस भनेको हल्का विषालु है। यसले केही खाएको छ अहिले भर्खर। यो उडुवा सर्प यो 100 मिटरसम्म जम हान्छ यसले। हजुर दर्शकबिन तपाईँले देखिरहनु भएको अर्नेट फ्लाइङ ट्री स्नेक यो सर्प माइल्डी भेनमस हो र हल्का विषालु, तर यसले टोकेर मानिसको मृत्यु भने हुँदैन। अर्नेट फ्लाइङ स्नेक चाहिँ यति बेला हामीले भेटाएका छौँ। उडो सर्प माइल्डी भेनमस स्नेक हो है यो। यो सर्प हल्का विषालु है, चिनिराख्नु। हल्का विषालु भनेको यसले आफ्नो शिकारहरूलाई चाहिँ केही बेर बेहोस बनाउँछ के। यसले पहिला झम्टिन्छ, झम्टेपछि 1-1.5 मिनट बेहोस हुन्छ क्या। त्यति बेलामा खाइसक्यो भने खाइसक्यो, खाइसकेन त्यो चिज पनि हिँड्छ फेरि। किनभने यो अलिक सानो छ नि त, यसले हमला गरेर बल प्रयोग गरेर खान सक्दैन कि। यसले छेपार त अलिक ठुलो हुन्छ मङ्सुलीहरू, अनि यसले खान नसक्ने भएर भगवान्ले यसलाई शक्ति दिएको हो कि। यो सर्प माइल्डी भेनमस अर्थात् हल्का विषालु, तर यो सर्पले टोकेर मानिसको मृत्यु भने हुँदैन। तक्षक नाग भनिन्छ कि यसलाई नेपालीबाट चाहिँ। नाग त हरेक सर्प नागै हो, यसलाई चाहिँ तक्षक नाग। तर यसको विषयमा अन्धविश्वास चाहिँ धेरै छ कि। राजा परीक्षितलाई टसेको सर्प है, अनि 900 वर्ष पुरानो भनेर चाहिँ अन्धविश्वास। हजुर नाम भनिदिनु न भाइ। मेरो नाम सम्झना हो। सम्झना। र यति बेला हामीले हेटौँडा 9 सिमेन्टमा अर्नेट फ्लाइङ स्नेक भेटेका छौँ। नाम हो अर्नेट फ्लाइङ स्नेक। कतिपयले झिल्के सर्प, गहना लगाएको सर्प, त्यस्तै गरी ट्री स्नेक, ग्लाइडिङ स्नेक, गोल्डन ट्री स्नेक, तक्षक नाग वा उडुवा सर्प समेत भन्ने गरिन्छ। यसको डिजाइन सजाएको जस्तो देखिने हुँदा निकै सुन्दर देखिन्छ। करिब लम्बाइ 4 फिटसम्मको हुने सुनौलो रुखो सर्प र वैज्ञानिक नाम क्रिसोपेलिया अर्नाटा हो। यो माइल्डी भेनमस स्नेक हो, अर्थात् हल्का विषालु सर्प। यसले मानिसलाई कुनै किसिमको असर गर्दैन यो सर्पले टोकेको अवस्था। धार्मिक हिसाबले तक्षक नाग भन्ने गरिन्छ। अन्धविश्वासमा रहेकाहरूले 900 वर्ष पुरानो सर्प हो, प्राचीन समयमा राजा परीक्षितलाई डसेर मार्ने नाग हो पनि भन्ने गरिरहेका छन्। तर यो कुरा कुनै सत्य होइन, अन्धविश्वासको जालो मात्र हो। केही व्यक्तिहरूले विषालु सर्प हो समेत भन्ने गर्छन्। यो माइल्डी भेनमस स्नेक अर्थात् हल्का विषालु सर्प हो। यो सर्पले टोकेर मानिसको मृत्यु भने हुँदैन। आहारामा चरा, चमेरो, छेपारो, भ्याकुता, साना मुसा र छिटो चल्ने जीवहरू बनाउँछ। अघि मैले जानकारी गराएको थिएँ उडुवा सर्प भन्ने गर्छन्। हो, उडुवा किन भन्छन्? कारण यो हो, रुखमा बस्न मन पराउने सर्प रुखको टुप्पामा पुगेर अर्को रुखमा जम्प गर्छ। जम्प गर्दा करिब 100 मिटरको यात्रा तय गर्न सक्छ। यसले हावामा एक रुखको टुप्पोबाट अर्को रुखतर्फ पुग्दै गर्दा आफ्नो शरीरको पछाडिको तल्लो भाग चौडा बनाएर करङ र मांसपेशीहरू सार्छ। यसले गर्दा प्यारासुट अथवा चराको पखेटा जस्तै बनाएर हावामा आफूलाई सन्तुलनमा राख्छ। जम्प गर्दा उफ्रन र ल्यान्ड गर्न सक्ने यसको खुबी प्रकृतिले गजबै दिएको छ। जम्प गरिरहेको अवस्थामा यो सर्पलाई देख्नेहरूले नै हावामा उड्ने सर्प उडुवा सर्प भन्ने गरेका हुन्। तर वास्तविक भन्नुपर्दा यो उडेको होइन, जम्पिङ गर्न सिपालु सर्प हो, उफ्रेको हो। र यो सर्पले टोकेर मानिसको भने मृत्यु हुँदैन। कहीँ कतै कसैलाई सर्पले टोकेको अवस्था देखिएमा भेटिएमा सर्प पहिचानतर्फ नलाग्नु होला, तत्काल सरकारी अस्पताल लैजानु होला उपचारका लागि। विषालु पनि पर्न सक्छ, अविषालु पनि पर्न सक्छ। अन्धविश्वासमा रहेर सर्पले टोकेको अवस्थामा धामी, झाँक्री, तन्त्र मन्त्र, माता पिता, जडी बुटीतिर नअल्झिनु होला, तत्काल अस्पताल जानु। हामीले एउटा सर्प छोड्न गइरहेका छौँ। यो चाहिँ मैले यसरी समातेको छु, अविषालु यो माइल्डी भेनमस स्नेक हो। र हामीले यसरी समातेर देखेर हजुरले जुन समातेको छ अर्नेट फ्लाइङ स्नेक, निकै क्युट र प्यारो सर्प यति बेला एकदमै आँटेको छ। हामीले यसलाई
यसो गरी गर्दै नछोड्छु यो माल्टिभेरियस स्नेक अर्नेट फ्लाइङ स्नेक र तक्षक नाग भनिन्छ 900 वर्ष पुरानो भारतमा विभिन्न समाचार माध्यमहरू आइसकेको छ 900 वर्ष पुरानो सर्प हो राजा परिषदलाई डसेर चाहिँ मार्ने तक्षक नाग पनि भनिन्छ तर त्यो होइन सब भ्रम हो र यो सब भ्रम नपर्नु होला र निकै सुन्दर सर्प छ हेर्नुहोस् निकै यो निकै सुन्दर सर्प र हामीले रेस्क्यु गरेको यो स्नेकलाई चाहिँ निकै हेर्नुहोस् कति राम्रो छ हेर्नुहोस् र चाहिँ हामी रिलिज गर्दैछौँ हेर्न सक्नुहुन्छ निकै राम्रो खुट्टा छोड्नु होइन छोड्दैछ जान चाहन्छ उताबाट किन कस्तो शैलीसँग चढेको यार हल्लाउनु त अलिअलि होइन ऊ त्यो जम्प हान्छ कि